हेलो नमस्ते एभ्रिवान वेलकम टु आवर फ्यामिली भ्लग। आजको दामी घामले हाम्रो ब्ल्याङ्केट पनि सुकेछ। के गरेको बुढी? रेन्टमा बसे पनि मान्छे पौरखी हुनुपर्छ। बजारमा रेन्टमा बसिरहेको छौँ है। तर अब सानो एउटा यो के परे मौका हो नि त, यो एउटा सानो इस्कुस त्यहाँ उम्रेको देखेको। यहाँ अलिकति जे कुरालाई पनि अलिकति गोडगाड गरेर मलजल लगायो भने त हरेक कुरा हुन्छ नि। मुन्टाहरू, इस्कुसको मुन्टाहरू हेर्नुहोस् है, यहाँ यति लामो लामो भइसकेको छ। सबै मैले सफा गरेर यो सबै दक्ष चाहिँ यहीँनिर दक्षको प्ले ग्राउन्ड चाहिँ यही हो। अहिले तल ठुलो ग्राउन्डमा चाहिँ ग्राउन्ड बनाउँदैछ र पार्कहरू बनाउँदैछ र चाहिँ धुलो भएको कारणले गर्दा चाहिँ यो सबै सफा गरेर अस्ति त कति सफा गरेछौ? फाँडफुड गरेर चाहिँ दक्षलाई चाहिँ म यहीँनिर अघि बाहिर माटोहरूमा खेलाउनुको लागि चाहिँ यहाँ ल्याउँछु। यसरी खेल्छ नि त ऊ चाहिँ, यहाँ बसेपछि चाहिँ यहाँ आउँछ, झाडु खाल्छ हो, झाडु खाल्छ, के गर्छ, आमालाई सकाएको जति गोडगाड सबै उसको सिकिसकेको छ मेरोबाट। दक्षले बजारमा हुर्के तापनि अलिअलि यहाँनिर मैले के गरेको देखेर चाहिँ उसले पनि सिकिसकेको छ। अब पारा ल्याउँछ बस्तीमा लग्यो भने त। घर त बस्ती नै हो नि त, आमा बाउ बस्तीकै हो। अब बजारमा त आफ्नो आफ्नो व्यस्तताले गर्दा मात्रै नि आफ्नो व्यवसाय पनि के भन्नु, पढिरहेको छु हो। पढ्दै छोरो यत्रो भइसक्यो, आफू पढे स्टुडेन्ट, आफू पढिसक्दाखेरि त यसलाई स्कुल लाउने बेला पनि हुने रहेछ मेरो त हो। दक्षिण हो त्यो मैले छ बसेको थियो, यहाँ कुकुर माथि बसेको थियो। सेतै नटोकै भाइलाई ल, खेलाइ चाहिँ यस्तो हो नि त। दुत्तो लागेको कुकुर हो नि, धन्न नानीहरूलाई केही गर्दैन कुकुरहरूले पनि। सेते देखिस् दक्ष, सेतेले पुग्यो पुगेछ। झोडीमा बोतलहरू हुन्छ जोकेर यो मेट्रोमा चाहिँ यति बेसी है कुकुर चाहिँ, स्पेसली यो आइटिबिपी गेटदेखिको ओह्रालो चाहिँ यो काली कुकुर भयो। मान्छे टोकेर यसले हाम्रो भाइ चाहिँ कुकुर देखेपछि चाहिँ खालि कुकुर त देख्नु हुँदैन। यतिको थाक्रा पाएँ। अब एक दुईवटा थाक्रा बेसी त छैन, एक दुईवटा भए पनि लगाइरहेको छु। अब कोही बेला नानीलाई खिचडीमा हरियो मिसाइदिनुको लागि नि अब एउटा दुईवटा तिनवटा टिपेर लगेर पनि खिचडीमा मिक्स गर्नु सकिन्छ। अब अहिले यसो गरिराखेको छ भने भनेर चाहिँ थाक्रा लाउँदैछु। होप गरौँ पछि हामीले खानु पाउँछ भनेर, किनभने यत्रो यसले बिल्डिङको सबैको लुगा सुकाउने जग्गा यहीँ हो कि। रोप्यो खाने बेलामा चाहिँ नभेट्नु पनि सक्छ, त्यस्तो पनि हुन्छ। केही छैन, सबैले खायो भने अब यसरी थाक्रा लगाइरहेछ भने चाहिँ कुकुरहरूले मुत्दैन, मैला हुँदैन। अब माथि थाक्रामा चढेको अब यतिकै भुइँमै राख्यो भने चाहिँ कुकुरहरूले आएर मुतिदिन्छ, होगिदिन्छ। अन्त त्यही टिपेर खानुपर्छ, देखेको हुँदैन। अरूले खायो भने पनि केही छैन, सबैको लागि हुन्छ। हात काट्छ इस्कुसको यो त्यो पनि खै त हेरौँ त। यहाँ पनि पलाएको रहेछ इस्कुस भनेपछि। यसरी ग्राउन्डमा हेर्नुहोस् केटाकेटीहरू कति मजाले खेलिरहेको छ क्रिकेट। र पनि एउटा बाँस लडिरहेको देखेको थिएँ कि, लिएर आउनु पऱ्यो। न बुढी तिम्रो लागि एउटा बाँस अझै ल्याइदिएको छु। थ्याङ्क यू। बुढा चाहिँ मेरो आज स्पेसल गेस्ट हो, मेरो भिडियो गरिदिने। खास चाहिँ त्यो गर्नुपर्ने काम चाहिँ मैले हो कि, त्यो खन्नु ओर्नु चाहिँ। तर अब के गर्नु, दक्षले सकाउँदैछ ऊ, दक्षले सकाइहाल्छ नि आमालाई। मदेखिको बातको काम। आज चाहिँ हाम्रो भाइले पनि हामीलाई काम सकाउँदैछ, तर लड्दै उठ्दै ढुङ्गा टिप्दै आप्पा र आमालाई काम सकाएको अरे। घरि उता यता कुदेर यहाँ थाका लगायौँ। यहाँ एक दुईवटा भाइ पनि काम गर्दैछ, ऊ पनि गोड्दैछ। त्यहाँ गोड्नु त के बनाउनुभन्दा बेसी बिगार्नु, त्यो ढुङ्गा हाल्दैछ। नगर्नु नानी, नो दक्ष नगर्नु भाइ, त्यसो नगर्नु। छिछि हो हात छ। आमा चाहिँ पानी ल्याउँदै हाल्दैछ। दक्ष अब गालामा माटो दल्यो, छि। अब चिसो पानीले मुख धोइदिनु पर्छ। धोइदेऊ अलिकति चिसो पानीले दुईपट्टि गालामा। हात पनि पखालिदेऊ, धोइदेऊ, हात पनि पखालिदेऊ।
ह्यान्ड लो हात पनि धुम अक्को अर्को ह्यान्ड ए छुट्टा गर छुत्ता त्यो ढुङ्गा छुत्ता गर्नु छुट्टा गर फ्याँक्नु गुड बोय यहाँनिर एक्लै गन्हिँदैछ आज चाहिँ घाम राम्रो लाग्यो अरे मजाले सुक्यो भन्दैछ आज घाम एकदमै साँच्चै राम्रो लागेको थियो अनि आज चाहिँ हामीले विन्टरको सबै लुगाहरू पनि धुयौँ ब्ल्याङ्केटहरू पनि धोयो हस्बेन्डले चाहिँ लुगा बोकिरहेको छ दक्षले बट्टा बोकिरहेको छ अब चाहिँ हामी आफ्नो घर गएको खै बाई बाई गरिदिनुहोस् बाई बाई